घुम्न जाँदा यसरी फर्किनु पर्छ भनेर हामीले सोचेको पनि थिएन। दशैंको बेला प्राय सबैजना घुम्न गएको देखेपछि हामी पनि विराटनगरबाट लाग्यौ चतरातर्फ। कान्छी चोकबाट भित्र छिरिसकेपछि बाटो एकदमै राम्रो छ। झन् जंगलको बाटोमा तपाईँ त मन्त्रमुक्त नै हुनुहुन्छ। तर यहाँनिर हाम्रो ड्रोन झन्डै ठोकिएर फुटेको। फलो मोडमा रहेको हाम्रो ड्रोनसँग सम्बन्ध विच्छेद भइसकेपछि उताबाट आउँदै गरेको गाडीले झन्डै हाम्रो ड्रोनलाई उडाइदिएको। तर दाइलाई धेरै धेरै धन्यवाद, उहाँले बचाइदिनु भयो हाम्रो पैसा। बाटोमै पर्ने यो पुलमा तपाईले फोटो भिडियो खिच्दाखेरि पनि एकदमै राम्रो आउँछ। यहाँको दृश्य पनि एकदमै मनमोहक छ। आजको हाम्रो वासस्थान बन्न पुग्यो चतरा कटेर आउने बेलका रिभर बीच रिसोर्ट, जुन चाहिँ बेलका नगरपालिकामा छ। कोशी खोलाको छेउमा र पहाडहरू मुनि रहेको यो ठाउँ अहिले हाम्रो लागि करेन्ट फेभरेट डेस्टिनेसन भएको छ। यहाँनिर तपाईहरुले स्विमिङ पुलको एक्सेस पनि पाउन सक्नुहुन्छ, डिलक्स रुमहरू पनि पाउन सक्नुहुन्छ। फ्यामिली गेट टुगेदर होस् कि त साथीभाइहरूसँग रमाइलो गर्नलाई होस्, यो ठाउँ पर्फेक्ट चोइस हुन सक्छ। बिहान पख देशको अधिकांश ठाउँहरूमा पानी परिरहेको खबर र बाढी पहिरो आउने खबरहरू हामीले पाइरहेको थियौँ र बेलुकामा पनि एकदमै धेरै पानी परेको थियो। हामीसँग रेनकोटहरू केही पनि थिएन। हामी तीनजना युवाहरू यसरी होनहार युवाहरू रेडी भइसकेका छौँ, किनकि हामीसँग तत्कालीन अवस्थामा यो बेलुका रिजर्भबाट निस्किनको लागि हामीसँग थिएन, के थिएन, हामीसँग रेनकोट थिएन। सो हामी यसरी बाहिर निस्किन बाध्य भएका छौँ आज।